गुड मर्निङ सबैजनालाई। आज आज चाहिँ सानो इन्फर्मेसन है। आज जापान बसेको त्यस्तै 1 वर्ष 4 महिना जति भयो र यो यति 1 वर्षभित्रमा धेरै कुराहरू सिक्यो र सिकेको चिजहरू अलिकति भनौँ भनेर है न्यू विद्यार्थीहरू आएको छन्। अब नयाँ विद्यार्थीहरू र मैले सिकेका कुराहरू सिकाउनेछु र सिक्न बाँकी कुराहरू पनि टन्नै छन्। र कसै अब जापान आइसकेपछि चाहिँ सबैजनालाई होइन चाहिने चिज भनेको होइन रेमिटेन्स हुन्छ। रेमिटेन्स गर्नको लागि चाहिँ कुनबाट चाहिँ गर्दा राम्रो, कुनबाट गर्दा सजिलो भन्ने हुन्छ है। र जापान आइसकेपछि मैले चाहिँ धेरै कार्डहरू बनाएँ जस्तै कि सिटी एक्सप्रेस कार्ड बनाएँ र यो भनेको चाहिँ केएफसीको कार्ड हो है। यो चाहिँ केएफसीको कार्ड जस तपाईँले कार्डहरू यो किन्न पाउँछ छुट्टै। र हाम्रो यो सिटी एक्सप्रेस कार्ड भइहाल्यो, यहाँ मेरो नाम लेखेको छ। र यो सिटी एक्सप्रेस कार्डबाट पैसा पठाउनु हुन्छ र आज यो युज गरेर देखाउँछु म है। आज नेपालमा हल्का खर्च भन्दाखेरि भाइलाई हल्का रुपैयाँ पठाउनु पऱ्यो। अनि यो भने चाहिँ निमोक्का कार्ड भनिन्छ यसलाई चाहिँ। यो निमोक्का कार्ड चाहिँ जापान आइसकेपछि रेलवेहरू गर्छन्, ट्राभल गरिरहेको मान्छेलाई चाहिँ धेरै काम लाग्छ। र यस्तै कार्डहरू चाहिँ कम्पनी अनुसारको छुट्टै कार्डहरू छन् है यहाँ जापानमा चाहिँ। जस्तै कि जेआर भन्ने छ। जेआर भनेको चाहिँ जापानको रेलवे गभर्मेन्टको हो, सरकारी। यो निमोक्का भने चाहिँ प्राइभेट हो। यो चाहिँ अरू भनौँ प्राइभेट कम्पनीहरूले चलाउँछ भने जेआर भने चाहिँ गभर्मेन्टले चलाउँछ र त्यो कार्ड चाहिँ छुट्टै हुन्छ फेरि। यदि निमोक्का कार्ड छ भने त्यो कार्डको नाम चाहिँ ठ्याक्कै बिर्सेँ है, तपाईँहरू रिसर्च गरेर हेर्न सक्नुहुन्छ जेआर रेल स्टेसनको। र यो युक्यू भनेको चाहिँ यो चाहिँ गिफ्ट कार्ड जस्तै हो है। र मैले यो 2चोटि चलाइसकेँ र यो चाहिँ मलाई एक्चुअली गिफ्टमा आएको थियो। र यस्तो कार्डहरू पनि हुँदो रहेछ जस्तै कि एप्पल गिफ्ट कार्ड होइन, एमाजोन गिफ्ट कार्डहरू जस्तो हुन्छ। त्यसमध्येमा यो कार्ड हो। एमाजोन गिफ्ट कार्ड पनि थियो, तर त्यो कार्ड चाहिँ मैले युज गरेर फ्यालिदिएको कारणले देखाउन पाएन, सरी है। अनि मेरो यो कम्पनीबाट होइन, हाम्रो कम्पनी चाहिँ धेरै राम्रो भएको कारणले कम्पनीले चाहिँ यो सर यो रिलो क्लब भन्ने चाहिँ एउटा जस्तै कि एउटा मेम्बरसिप कार्ड हो कि मेम्बरसिप कार्ड हो जुन चाहिँ म कुनै ठाउँमा ट्राभल गर्न मन लाग्यो भने होइन, कुनै ठाउँमा जान मन लाग्यो भने यिनीहरूले त अफर दिन्छ क्या। जस्तै कि होटलहरूमा नाइट स्टे भनौँ त्यता बस्दाखेरि चाहिँ त्यता चाहिँ जस्तै 20%, 10%देखि लिएर 50%सम्मको पनि डिस्काउन्ट छ भन्ने चाहिँ हुन्छ है। अनि यो चाहिँ जहाँसम्म मलाई थाहा लाग्छ, धेरैलाई थाहा नहोला, यो चाहिँ हाम्रै यही भनौँ न जापानभरिमा ठाउँमा सबहरूको कार्डहरू हुन्छ। जस्तै यो जेट कार्ड भयो, मेम्बर कार्ड भयो। जस्तै सपिङ गरेर चाहिँ यो 1 पोइन्ट पाउँछ होइन, 1 रुपियाँको 1 पोइन्ट, वा एउटा सामान किनेको अनुसार 1 पोइन्ट पाउँछ। तर हाम्रो चाहिँ एउटा सामान किनेको बापत 1 पोइन्ट पाउँछ है यो कार्डमा चाहिँ। अनि त्यस्तै यसलाई चाहिँ ट्रायल कार्ड भन्छ। र ट्रायल कार्ड चाहिँ यो पनि सेम हो है, एउटै हो। तर हल्का यसमा चाहिँ हामी धेरै सपिङ गर्न जाँदैनौँ भने यसमा चाहिँ धेरै नै सपिङ गरेर हुन्छ। र मैले यसमा त्यस्तै 2000 पोइन्ट पुऱ्याएर 2000 युज गरेको थियो। अनि निमोको कार्ड भइहाल्यो। अझ चाहिँ हामी युज गर्नेछौँ यो सिटी एक्सप्रेस कार्ड भन्ने है, अब युज गर्नेवाला छ हामी। र कसरी युज गर्छ म त्यो पनि देखाउने छु। र भने हाम्रो चाहिँ कम्पनीबाट हाम्रो यो युमे कार्ड भनेर दिएको छ। युमे कार्ड चाहिँ जहाँसम्म लाग्छ जापान आइसकेको मान्छेहरूलाई चाहिँ यो युमे कार्ड बनाउनु मन लाग्छ होला भने यो जापानको युमे टाउन भन्ने सिटीमा गएर, सिटी भनेर युमे टाउन भन्ने एउटा ठुलो मल हुन्छ, त्यो मलमा गएर बनाउन सक्नुहुन्छ तपाईँहरूले।
अनि जापानमा आइसकेपछि धेरै जस्तो स्टुडेन्टहरू होइन बाहिरबाट आएको स्टुडेन्टहरूले चाहिँ यो कार्ड बनाउँछ। यसलाई चाहिँ जेपी ब्याङ्कको कार्ड हुन्छ है। यो जेपी ब्याङ्कको कार्ड चाहिँ बनाउँछ सबैजनाले। मेरो नाम चाहिँ त्यहाँ है इमोक तामाङ खाताको नाममा लेखेको हुन्छ भने यो कार्ड चाहिँ हामीले काम गर्दाखेरि धेरै युज गर्छौँ। काम गर्ने बेलामा हाम्रो क्यास पैसाहरूदेखि लिएर जोस् काम गरेको पैसाहरू आउँछ भनौँ होइन, निकाल्न मिल्छ, यताउता गर्न सबै काम गर्नु मिल्छ। र यही हो, यति धेरै कार्डहरू छ। अब म डेली भ्लगमा बनाउन नपाउँला, किनभने दिन प्रतिदिन हाम्रो कामहरू गएकोहरू जानुपर्ने कारणले गर्दाखेरि टाइम पाउँदैन है। त्यसैले सकेसम्म बनाउने कोसिस गर्छु म। र यो युक्यू कार्ड, एप्पल कार्ड अनि त्यस्तै एमाजोन कार्डहरू चाहिँ गिफ्ट कार्ड अनुसार चाहिँ हामीले कन्भिनियन्स स्टोरमा किन्न पाउँछ। कन्भिनियन्स स्टोर भनेको चाहिँ जोस् सब थोक पाउने सप भनौँ त्यस्तोमा पाउँछ है। र यो जेपी ब्याङ्कको कार्ड चाहिँ तपाईँहरूले स्कुलबाटै बनाइदिन्छ होला पक्कै पनि, नभए स्कुलबाट नबनाए पनि तपाईँहरू डाइरेक्ट गएर बनाउन सक्नुहुन्छ। र युमे कार्ड भनेको तपाईँहरू डाइरेक्ट गएर बनाउन सक्नुहुन्छ, यो पनि सपमा बनाउनु, मलमा गएर है। अनि यो सिटी एक्सप्रेस भनेको चाहिँ यो कार्ड चाहिँ तपाईँहरूले एप खोलेर डाइरेक्ट एपबाट नै तपाईँले एप खोल्ने बित्तिकै तपाईँले आफ्नो रियल लोकेसन एरियाको नामदेखि लिएर तपाईँ कुन ठाउँमा बस्नुहुन्छ त्यो सबै एड्रेस हालिदिनु भयो भने यो तपाईँको घरमा आफै डेलिभर हुन्छ यो कार्ड चाहिँ। अनि यो कार्ड चाहिँ तपाईँ आफैले बनाउन जानुपर्छ। यदि तपाईँ रेलवेहरूमा ट्राभल गर्नुहुन्छ भने तपाईँहरूले युट्युबमा टिकटकमा सर्च गरेर हेर्न सक्नुहुन्छ यो कार्डहरू। र यो भनेको केएफसीको कार्ड भइहाल्यो। केएफसीको कार्ड चाहिँ मलाई यो चाहिँ सपबाटै किन्न पाउँछ भनेको थियो, तर मलाई चाहिँ एउटा जापानिज केटीले गिफ्टमा दिएको थियो है। यो चाहिँ गिफ्टमा दिएको थियो। त्यस्तै उसले मलाई कति 2000सम्मको सामान किनेर खाऊ भनेको थियो है। अनि म गएर युज पनि गरेँ। फर्स्ट टाइम युज गर्ने बेला मलाई आएको थिएन, त्यतिखेर अलिकति रमाइलो पनि भयो। फर्स्ट टाइम युज गर्ने बेला के हो है, कता स्क्यान गर्ने कता काट्ने भन्ने थाहा थिएन। र त्यो दिन पनि रमाइलो थियो। त्यतिखेर भिडियोहरू भ्लगिङ त्यस्तो गरिदिन्थ्यो र ठिक छ, अहिले अलिअलि भ्लगिङ गर्न थालेको छु म भने। यो अरू कार्डहरू भनेको यो दुईवटा कार्ड भनेको सपिङ गर्दाखेरि हरेक ठाउँको हरेक ठाउँको छुट्टा छुट्टै कार्डहरू हुन्छन्। त्यसैले गर्दाखेरि चाहिँ यो एउटा मात्रै कार्ड लिन्छु भनेर सबै ठाउँ युज हुँदैन है, सबै फरक हुन्छ। यो भनौँ न जापानमा चाहिँ कम्पनी अनुसारको कार्डहरू चाहिँ बनाएर राखेको हुन्छ है। र यो चाहिँ हामीलाई कम्पनीबाटै दिएको कारणले गर्दाखेरि कतै घुम्न जानु मन लाग्यो भने चाहिँ भ्याकेसनको दिन वा कतै घुम्न जानु मन लाग्यो भने हाम्रो यो यहाँ पछाडि चाहिँ आइडी नम्बरहरू लेखेको हुन्छ, पासपोर्टहरू लेखेको हुन्छ, त्यो चाहिँ देखाउँदैन म भने। यसबाट चाहिँ हामी जता पनि घुम्न जान पायो, जुन ठाउँमा पनि डिस्काउन्ट अनुसारले होइन, जस्तै कि 20% 30% डिस्काउन्ट दिएको हुन्छ भने कम्बो प्याकहरू पनि दिएको हुन्छ। त्यसमध्येमा यो मेम्बरसिप कार्ड भएकोलाई चाहिँ धेरै फाइदा है, घुम्न जानेहरूलाई, धेरै खाने मच्छीहरूलाई, धनी मानीहरूलाई है। ओके गाइस, अब चाहिँ म यो सिटी एक्सप्रेस कार्ड युज गर्छु है। म गएर उता त्यसैले अब चाहिँ हामी हेर्छौँ यो कार्डहरू चाहिँ अब सबै बोकिरहन सकिँदैन है। युज हुने बेलामा चाहिँ युज गर्छु म भने, अरू बेलामा त्यतिकै राखेर हिँडिदिन्छु। र गाइस अब यति भन्दै जाउँ। यहीँ पछाडि ब्याङ्क छ, त्यहाँ गएर पैसा झिकेर हाल्नु पऱ्यो। यहाँ थोरै भयो भने होइन, अनि त्यस्तै पैसा हालिसकेपछि त्यस्तै 10-15 मिनटमा पैसा आउँछ कार्डमा। जस्तै कि एउटा एप खोलिसकेपछि है, एपको पनि देखाइदिन्छ, भगवान्को फोटो राखेको छ मैले चाहिँ। अनि यो चाहिँ सिटी एक्सप्रेस हो है, सिटी एक्सप्रेस एप छ। यो चाहिँ क्लिक गरिसकेपछि वेट है, अलिकति मिस्टेक हो। ओके, सिटी एक्सप्रेस ओपन गरिसकेपछि यहाँ चाहिँ यो ओपन हुन्छ र हाम्रो यहाँ फिङ्गरप्रिन्ट हाल्नुपर्छ। फिङ्गरप्रिन्ट हालिसकेपछि चाहिँ ओपन हुन्छ होइन। अहिले त मसँग त्यस्तै 200 पोइन्ट छ भने
हैन। अहिले चाहिँ मसँग 200 पोइन्ट छ भने यहाँ चाहिँ अब कति छ म देखाउनु मिल्दैन, अलिकति कमै छ भन्नुपर्छ यहाँ चाहिँ है। र हाम्रो चाहिँ यो रिसिभर भन्ने ठाउँ छ हैन, अलिकति देख्नु होला, यो रिसिभर भन्ने ठाउँ छ। यो रिसिभरमा चाहिँ तपाईहरुले कसलाई पैसा पठाउनु पर्ने, कुन ठाउँमा पैसा पठाउनु पर्ने, जस्तै कि ब्याङ्क, क्यास वा आइएमई डिपोजिट वा हैन, त्यस्तो जस्तै कि रुकुमै जस्तै कि कुन टाइपको भनेर हुन्छ है। जस्तै कि एड रिसिभर गएपछि यस्तो हुन्छ, अलिकति देख्यो नि के एड रिसिभर भन्ने हुन्छ है। अनि एड रिसिभर इन्डिभिजुअल गरेपछि यहाँ थिचेर कुन देशमा पठाउने, नेपालमा पठाउने, नेपालमा थिचेर हैन यहाँ जाने। अब यहाँ देखाउँछ कि केमा चुज गर्ने, ब्याङ्क डिपोजिट, क्यास पिकअप हैन कि वालेटमा भनेर चाहिँ अलिकति हेरौँ है, अलि देखेन सरी। यहाँ चाहिँ वालेट, ब्याङ्क डिपोजिट र क्यास हुन्छ। ब्याङ्क डिपोजिट भन्यो भने ब्याङ्कको पुरै डिटेल चाहियो। ब्याङ्कको डिटेलहरुमा चाहिँ के चाहिन्छ भने नाम, कुन ब्याङ्क हो हैन, अनि कुन ठाउँबाट खोलेको, जस्तै कि काठमाडौँ एरियाबाट जुनसुकै ठाउँबाट खोल्यो भने काठमाडौँ एरिया लेख्नु पर्यो। र अर्को चाहिँ के भने नम्बर, फोन नम्बर, त्यो ब्याङ्क एकाउन्टको रियल फोन नम्बर चाहियो है। र अर्को के चाहियो भने जन्ममिति, त्यो ब्याङ्क एकाउन्ट खोलेको मान्छेको ठ्याक्कै ब्याङ्क एकाउन्टमा मिल्ने नै जन्ममिति चाहियो। त्यो चाहिँ बीएसमा हैन कि एडीमा है। बीएस भनेको चाहिँ नेपाली डेट भयो, एडी भने चाहिँ अब इङ्ग्लिसबाट आउने भनौँ न, जस्तै कि 2002, 2001 भने जस्तो, नेपालीमा चाहिँ 2059, 58 वा 60, 2050-60 हुन्छ है। र अब हामी यो युज गर्नु गइरहेको छौँ। र आइएमई पे र क्यास पिकअपमा पनि त्यही मेथड हुन्छ, त्यसैले हामीले त्यो युज गर्न मिल्छ। र अर्को कुरा के भने म चाहिँ सबैजनालाई सिटी एक्सप्रेस प्रिफर गर्छु, र यो सिटी एक्सप्रेस कम्पनीलाई मैले प्रमोट गरेँ होइन, योबाट मलाई पैसा पनि आउँदैन। यी स्टुडेन्टहरूलाई चाहिँ किनभने यो सिटी एक्सप्रेस चाहिँ धेरै नै युजफुल भएको कारणले गर्दाखेरि म चाहिँ अलि राम्रो भनेको कारणले गर्दाखेरि चाहिँ यो नै प्रिफर गर्छु म चाहिँ है। र सबैलाई यही हुन्छ रिमिटेन्स हैन, यताउता पैसा पठाउनको लागि चाहिँ धेरै कम्पनीहरू छन्, जुन कम्पनीहरूले चाहिँ पैसा धेरै खाने कम्पनी पनि छन् कोही कोही। एउटा कम्पनीको नाम मलाई ठ्याक्कै याद आएन, त्यो कम्पनीले चाहिँ जस्तै कि मैले अब सिटी एक्सप्रेसबाट चाहिँ 1 लाख पठाउनु पर्छ भने त्यो कार्डबाट चाहिँ, त्यो कार्डको नाम मैले ठ्याक्कै याद आएन, मसँग त्यो कार्ड पनि छ, तर त्यो कार्ड मैले फ्यालिदिएँ कि जस्तो लाग्यो है। किनभने त्यो कार्डबाट पैसा पठाउँदाखेरि चाहिँ अब जस्तै कि मैले यहाँबाट सिटी एक्सप्रेसबाट 1 लाख पठाउँदाखेरि चाहिँ 1,10,000 20,000सम्म हाल्नुपर्छ भने त्योबाट चाहिँ 1 लाख पठाउनको लागि चाहिँ 1,20,000 पठायो भने पनि जम्मा 80,000 मात्रै जान्थ्यो कि त्यहाँबाट। अनि मलाई अलिकति भनौँ न, ओहो यो त भएन नि, किनभने अब यहाँबाट पठाउँदा त्यति लाग्छ भने त्योबाट चाहिँ किन महँगो पर्यो होइन, कसरी महँगो पर्यो है। अब पठाउने तरिका त एउटै होला भनेर मैले चाहिँ यसो विचार गरेँ, र मलाई चाहिँ यो नै राम्रो लाग्यो है। किनभने त्यो अब दिमाग घुमाइरहनु हो नि त, जुन फाइदा जुन सजिलो त्यही गर्ने हो नि त। र अब हाम्रो चाहिँ यो अहिले चाहिँ म नेपालमा पैसा पठाउँदैछु, अहिले चाहिँ अलिक थोरै पैसा पठाउँछु, र तपाईँहरूले पनि त्यस्तै गर्न सक्नुहुन्छ है। र यो कार्ड चाहिँ कहाँ युज हुन्छ भन्ने मैले भन्न बिर्सेँ। यो कार्ड चाहिँ जेपी ब्याङ्कमा युज हुन्छ, जस्तै कि हाम्रो यो जेपी ब्याङ्क हैन, जुन ठाउँमा जुन एटिएम युज गरेर हामीले पैसा झिक्छौँ भने त्यही एटिएममा गएर यो हालेर हामीले पैसा हाल्नको लागि र निकाल्नको लागि नै मिल्छ है। र अहिले चाहिँ हाम्रो यो सिटी एक्सप्रेसले चाहिँ के गरेछ भने, अब हाम्रो त नहुनु, कार्ड रिक्वेस्ट भनेर पनि लेखेको छ है, यहाँ अहिले देखिरहेको होला। कार्ड रिक्वेस्टमा थिचेँ मैले, कार्ड रिक्वेस्टमा चाहिँ के लेखेको छ भने न्यू वालेट कार्ड रे हैन, न्यू वालेट कार्ड हैन, त्यो चाहिँ जेपी ब्याङ्क र लसनमा युज हुने भनेर लेखेको छ है। यो दिएको छ होला लसन भनेर लेखेको, लसनमा भनेको छ। र अर्को चाहिँ न्यू रेमिट कार्ड भनेको छ, त्यो चाहिँ जेपी ब्याङ्क र लसनमा, जो दुइटै एउटै हो। तर यहाँ के फरक छ भने चाहिँ यहाँ चाहिँ के बुझ्नु पर्यो भने यहाँ चाहिँ हैन, यो माथिको चाहिँ वालेट, न्यू वालेट कार्ड भनेको चाहिँ त्यो युज गरेको फाइदा हुन्छ,
किनभने तलपट्टिको चाहिँ न्यू रेमिटेन्स कार्ड भनेको चाहिँ जस्तै कि यो चाहिँ एउटा एकजनाको नाममा मात्रै पैसा पठाउनु हुन्छ है। सरी यदि देखाइदिएको भने एकजनाको नाम सेट गरेर पैसा पठाउनु हुन्छ, यदि मेरो पर्सनल भएको भने देखाउँदैन म। अनि यो चाहिँ वालेट न्यू वालेट कार्ड चाहिँ तपाईँहरूले प्रिफर गर्न सक्नुहुन्छ। यो तलको चाहिँ हुँदैन, त्यो तलको चाहिँ एकजनाको मात्रै नाम लेखेर अनि उसलाई मात्रै पैसा पठाउनु हुन्छ। अनि माथिको गऱ्यो भने चाहिँ यो माथिको गऱ्यो भने चाहिँ यस्तै कार्ड आउँछ। अनि यस्तो कार्डमा जे होस् तलपट्टि तपाईँकै नाम हुन्छ भने यो तलको गऱ्यो भने चाहिँ तलपट्टि चाहिँ अर्कैको नाम हुन्छ भने त्यो मान्छेले मात्रै पैसा पठाउनु मिल्यो। र यो कार्डबाट चाहिँ तपाईँले आफ्नै यहाँ होइन यो वालेटमा पैसा हालेर यहाँ पैसा आएर तपाईँहरूले सेन्ड गरेर होइन को मान्छेलाई पठाउने कुन ठाउँमा पठाउने गर्नु मिल्छ। र तपाईँको फ्यामिलीमा कोही छ भने पठाइरहनु पर्ने होइन 10-20 हजार 30 हजार होइन 5,000 2,000 जति पठायो भने त्यसको लागि चाहिँ यहाँ एड रिसिभरमा जाने एड गर्ने नेम ब्याङ्क पिकअप आइएमएसआइएम जे भयो नि नम्बर अनि जन्ममिति होइन अनि काठमाडौँ एरियाबाट खोल्यो भने काठमाडौँ एरिया भनेर लोकेसन चाहिँ गर्नु होला। त्यसरी धेरै फाइदा हुन्छ, सजिलो पनि हुन्छ है। र त्यति भन्दै अब हामी एकछिन ब्याङ्कतिर लागौँ है। ओके लेट्स गो। ल है त जान त लाग्यो ब्याङ्कमा होइन। ब्याङ्क यतै नजिक छ भनेर चप्पल लगाएर हिँड्ने लाज लाग्यो है। हिँडेर जान्थ्यो, त्यसरी यसो साइकलमै जाउँ भनेर साइकल चढाएर हिँड्यो। माइ गड पानी चाहिँ नमिठै परिरहेछ, मान्छेहरू पनि रहेछ यतातिर है। तर जापानमा चाहिँ बाल छैन, मतलब छैन कसैलाई कसैको है। ओ माइ गड हावाले कपाल उडाउँदै हामी कपाल उडाउँदै हिँड्दै हो। जापानमा चाहिँ एउटा रुल चलाएछ, जुन रुल चाहिँ मोबाइल हातमा राखेर चलाउन मिल्दैन भन्ने कुरा छ है। मेरो चाहिँ यहाँ नजिक छ मात्रै चलायो है। अरूहरू चाहिँ अलिक नगरौँ है, आफ्नै म चाहिँ अहिले एक्सपर्ट छु क्या फेरि साइकल चलाउने। ओके यतैपट्टि साइडमा थियो जस्तो लाग्छ जब। ओके गाइस जेपी ब्याङ्क त्यहीँ अगाडि चाहिँ देखेँ मैले। त्यहाँ अगाडि रहेछ गाइस है। भाइ चाहिँलाई पैसा पठाउनु पऱ्यो। अनि सानो सानो बिल्डिङहरू छन्, चाबी लाएर आयो। यहीँ रहेछ ब्याङ्क चाहिँ यतै रोकौँ। भित्र जाउँ जेपी ब्याङ्क भयो चाहिँ खुल्लै रहेछ। ल जापानको ब्याङ्क है। र म चाहिँ कार्ड झिक्छु है त्यो त्यसको लागि। ओके मैले कार्ड झिकेँ आफ्नो है। र कार्ड हाल्छु र कार्ड हालेपछि चाहिँ होइन इङ्ग्लिसमा पनि छ यहाँ है। इङ्ग्लिसमा थिच्यो भने इङ्ग्लिसमा छ। विथड्र निहोङ्गोमा गर्ने भने निहोङ्गोमा पनि छ है। अनि रे र सी भन्ने हुन्छ है। रे भन्यो भने चाहिँ अब डिपोजिट गर्ने भयो भने, सी भने चाहिँ विथड्र गर्ने। अझै हामी विथड्र गर्छौँ, त्यो कुरा चाहिँ याद राख्नु होला है। विथड्र अब विथड्र अब कति पिन नम्बर नहेरौँ होइन, कति विथड्र गर्ने भने चाहिँ यहाँ चाहिँ कति हाल्यो 100 माथि 100सम्म मिल्दो रहेछ भन्ने कुरा गरेको छ है। ट्रान्सलेट गरेर हेऱ्यो भने हुन्छ है, स्क्रिनसट लिएर। अहिले चाहिँ कति झिक्छु म भने 1 मान झिक्छु है। ओके यसरी गरेपछि कार्ड आउँछ अगाडि, त्यसपछि यहाँ आउँछ। ओके पैसा हामीले है एकैछिन हेरौँ कार्ड। अनि जापानको यही हो पैसा। त्यसपछि चाहिँ म होइन एकछिन गाइस हल्का यो अब के गरौँ भने सिटी एक्सप्रेस कार्ड झिक्नु पऱ्यो है। अनि पछि सिटी एक्सप्रेस कार्ड झिकिसकेपछि चाहिँ है गाइस सिटी एक्सप्रेस कार्ड झिकिसकेँ मैले। र सिटी एक्सप्रेस कार्ड चाहिँ अब यहाँ हाल्ने छिर्यो होइन। अब यहाँ चाहिँ अब यहाँ पनि हेर्ने इङ्ग्लिस भयो। अब हामी डिपोजिट गर्नेछौँ।
यो कार्ड हुन्छ यसरी आउँछ, यसरी काटिएको भने यहाँ हुन्छ। जस्तै कि अब यहाँ पढिरहने टाइम लाग्दैन भने अब यसलाई टक्क थिच्ने अनि यहाँ हेर्ने होइन। अब के भने थाहा छैन, बुझेको छैन, मतलब छैन, क्लिक गर्नु चाहिँ गएर कति पैसा हाल्ने परे जस्तो। अब यहाँ हालौँ, ओके जानेको 20,000 हालेको छ हामीले। 20,000मा अब चेक 14,000 मात्रै हाल्ने भन्ने कुरा गऱ्यौँ। ओके नेक्स्ट गर्नु, अनि बाँकी भए पैसा यता आउँछ भने कोडहरू बनाउँछौँ। ओके ओके पैसा खतरा आउँछ। ओके ल त गाइस, अब चाहिँ हाम्रो कामहरू सक्यो है। अनि केही विषय चाहिँ हेरेँ मैले छैन रहेछ। अब हामी चाबी साबी हालेर कोठा फर्किनेछौँ है। र त्यही हो, सिक्ने कुराहरू सिकाइहालेँ त्यसको है। अब चाहिँ घुमेर जाउँ। ल सिटी जापानको सिटी भन्ने हो कि गाउँ भन्ने हो कि है, बाहिर मात्रै छ अलिकति सिटी गाउँ भने। ओहो म अलिक अगाडि गएँ क्या, केही छैन, त्यताबाट गयो भने हुन्छ, जताबाट गयो भने होइन। मजाले गइन्छ, ब्रेक हानिन्छ सर अनि राउन्ड हानिन्छ है त गाइस। ल म अब आफ्नो रुमतिर गइरहेको छु। र के गाइस, पैसा हाल्ने तरिका चाहिँ सिकाइहालेँ, सिक्न राम्रोसँग है। ल त गाइस राखेको, मलाई नमिल्ने थोरै भिडियो फेरि खिच्ने बाँकी छ। पैसा आउनु त्यस्तै 10 मिनट जति लाग्छ होला है, 10 मिनट जति पैसा लाग्छ आउनलाई। अनि त्यसपछि चाहिँ नेपाल पुग्नको लागि चाहिँ पैसा त्यस्तै 5 मिनट होला है, 5 मिनट चाहिँ लाग्छ पैसा नेपाल पुग्नको लागि है। फेरि गाइस म अहिले खिच्छु फेरि। गाइस फर्केर आउँदैछौँ है, माथि छ। पहिला चाहिँ होस्टेलमा बस्थ्यो भने अहिले चाहिँ आफ्नै रुम छ है। रुम रेन्ट मालिकको अपार्टमेन्ट है, यहाँ चाहिँ आफ्नो अपार्टमेन्ट हेरेको छ। चाहिँ अपार्टमेन्टमा बसिन्छौँ हामी है। ल अब हामी सानो भिडियो फेरि बनाउनेछौँ। जस्तै कि अब अघि मैले मेरो वालेटमा पैसा देखाएको थिएन, कति छ हाम्रो। अब हामीले पैसा हाल्यो 14, अनि आई थिङ्क कल आएछ कसको, मेरो भाइको कल आएछ। ठिक छ, मेरो भाइको कल कसरी आएछ, केमा आएको यो मेसेजमा आयो हुन्छ त। ठिक छ, अहिले चाहिँ भर्खर हामीले पैसा हालेर आयो भने अब चाहिँ होइन, जस्तै कि मैले यहाँ देखाउँछु, पैसा ठाउँको ठाउँ आउँदैन, त्यसरी नडराउने है। अनि ओके, जस्तै कि मसँग यहाँ कसरी आइसकेछ है, 13,988 आएको रहेछ। अब यो पैसा चाहिँ म कसरी पठाउने भने रिसिभ भन्ने हुन्छ, यहाँ जाने है, यहाँ गएपछि मेरो भाइको सेभ गरिरहेको छ मैले। जस्तै ओके ओके, अब मैले चाहिँ नेपालमा 10,000 जति पठाएँ भने है, 10,000 मेरो भाइको नाममा पैसा पठाउनु थियो। यसरी 10,000 टक्क हामीले यो पोइन्ट 200 पोइन्टहरू आएको छ नि, यो पोइन्ट पनि चलाउनु। जस्तै कि रिवार्ड पोइन्ट पनि एड गरेर कति पोइन्ट एड गर्ने भन्नुहुन्छ। जस्तै 200 छ भने 200 गरेँ मैले, 200 एप्लाई गरेँ है। एप्लाई गरेपछि भयो, त्यसपछि अलिक थोरै पैसा लाग्यो भने अलिकति 200को, जस्तै कि 200 एन्ड बापतको नै 200 पोइन्ट आउँछ है। रिसिभरको नामदेखि लिएर सबै यहाँ आउँछ र यति रकम जाँदैछ भनेर देखाउँछ यहाँ है। र काटेपछि यहाँ पिन थिच्न पनि हुन्छ। यो पिन चाहिँ तपाईँको
जस्तै कि कुन पिन हो भने यो तपाईँको यो खोल्नको लागि यो खोल्छ नि, जस्तै सिटी वालेट खोल्ने बेलामा तपाईँले जुन पिन थिच्नुहुन्छ त्यही पिन हो है। ओके, मेरो त्यो सक्सेसफुल्ली गयो भने चाहिँ सक्सेसफुल्ली हेर्न सक्नुहुन्छ है। ल मेरो भाइ हेर है, पैसा गइसक्यो, ठाउँमा चलाउनु दे। ओके, र नेपालमा गयो भनेर देखाएको छ र हाम्रो त यो तलपट्टि चाहिँ तल यो होइन कतिको मूल्यले गयो भनेर अहिले कतिको रेट चलिरहेको छ भनेको अनुसारले गएको छ भनेर देखाएको छ है यहाँ हेर्न मिल्यो। ओके गो होम। ओके गाइस, त्यसरी नै तपाईँहरूले पैसा पढ्न सक्नुहुन्छ है। र हरू पनि आउनेछ। नेक्स्ट भिडियो चाहिँ टपिकहरू खोजी तलासी गरेर आउँछ भने तपाईँहरू फलो सब्सक्राइब चाहिँ गरिदिनु होला र टिकटकमा पनि फलो गरिदिनु र युट्युब च्यानलमा पनि सब्सक्राइब गरेर गरिदिनु होला। र मेरो पुरानो भिडियोहरू पनि छ, स्वयम्भूको भिडियो पनि छ, बसन्तपुर एरियाको भिडियोहरू पनि छ र म सानो सैलुङ गएको भिडियो पनि छ। त्यसैले त्यसमा पनि एकचोटि हेरेर लाइक कमेन्ट गरिदिनु होला। त्यति भन्दै धेरै धन्यवाद।